नराम्रै सङ्केत हो क्या तर सम्भावना अब के गर्यो उताबाट ल पहिलो पेनाल्टी चाहिँ नि वार्ड नम्बर 1 ले लिन गइरहेको छ जसमा जर्सी नम्बर 10 नाम त केही पनि थाहा पाइन्न यहाँबाट जोसेर पुरै जोसका साथमा जानुभएको छ हाम्रो उता 45 केजीको गोलकिपर हुनुहुन्छ त्यहाँ चाहिँ अचुक मलाई जहाँसम्म लाग्छ रोक्छन् यिनले यो बल सक मलाई रोक्छ जस्तो लागिरहेछ यिनको हावभाव हेरेर रोक्छ हेरे स्योर रोक्छ बल्ल हेरे गरे भन्नाले छाड्दल रोक्ला जस्तो लागिरहेछ क्या रोक्छ कि बा राइट हान्छ फर्स्ट बेनिफिट है केटा फर्स्ट बेनिफिट है खुसी भएको छ फेरि 4 नम्बर यताबाट मिस्टेक गर्यो नि बिचारा यार ब्याड लग्यो त्यो केटाको 10 नम्बरको यसै गरी अब वार्ड नम्बर 10 बाट एकजना आउनु भएको छ 4 नम्बरको खेलाडी हैन जर्सी नम्बर 4 ले गर्छ त यो पेनाल्टी पार कि खान्छ पेनाल्टी देखि हार हान्छ हान्दैन त राइटमा हेरे खान्छ भाइ नभन न यार जस्तो राम्रै गर्नु भएको थियो भाइ त मलाई जवाब मेसिन त गरिरहेको छु बट्टाइल त जस्तो राम्रै गर्नु भएको थियो कि हैन यसै गरी फेरि पनि वडा नम्बर 1 बाट अर्को खेलाडी जानु भएको छ खेलाडी नम्बर रहनु भएको छ नम्बर 9 अब हेर है रजनाको ड्रेसमा सिधै हान्छ हेर मिल्छ र यसरी किपर चेन्ज गर्न चेन्ज गर्न मिल्दैन किपर ए मिल्यो भित्र मिल्यो हाम्रोमा खेलिरहेको खेलाडी मिल्यो किपरबाट यो यही किपिङ गर्न लाग्छ राम्रो नै दामी हाने हो यसलाई अब कर्नर हानेछ टप कर्नर हानेछ यस्तो किपर चेन्ज गर्न खोज्या त बे यहाँ किपर चेन्ज हुँदैछ है 1 नम्बरको अघिको डिफेन्स 4 नम्बर किपर बस्दैछ स्पोर्टम्यानशिप भन्छ नि एउटाले चस यो होला गेल फेरि स्योर हान्छ होला त्यो स्योर छैन होला हान्न होला यसै गरी अब वडा नम्बर 10 देखि हान्न गएका छन् 12 नम्बर खेलाडी 12 ले हान्छ त गोल हान्छ जस्तो लाग्छ के र छाटेर त दुईमा एक है के हो किपर चेन्ज गरेर जान लास्ते अभी को दाइ नपाइन दाइ भित्रको त पायो भित्रको अरे सेतो हान्दैन भने होइन गरेकै छ बे खल्ली किपर रहेछ अरे यो कसम न यसलाई वडा सदस्यको टिकटै जीवन है कति भयो 3 मा 1 हैन 3 मा 1 2 मा 1 यो नर्मल त हान्छ होला है मिलाएर 5 रुपैयाँ नजिक जाम के के नजिक यहाँदेखि देखाएको छैन र यहाँबाट चिचाउनु मलाई आउँछ अझै पनि वडा नम्बर 10 अग्रपन्थीमा रहेको छ के हो र जीवन भाइ तीन मा दुई कति 3 मा 2 भने 3 मा 2 तिनीहरुको 3 मा 1 छ क्या 1 नम्बरको 3 मा 1 हैन यो किपर खतरा लागिरहेछ मलाई यार वडा 10 को किपर
यसलाई त भोलि मैले रेड बुल खुवाउँछु चमत्कार गर्ने वाला किपर हो क्या आजको हेरेस् 45 केजी हो सुरुमा खाने भइसक्यो कस्तो हो रे यहाँ गऱ्यो कि पुरै त्यो ई फुटबलमा अब एउटा रोकिदियो भने त हिरो भइगयो नि हो ल हेर गरे त्यो हेर त्यसको छान हेर झुक्काउँछ क्या झुक्काउँछ मायाबाट पछि रोक्छ क्या स्टाइल हेर्न पानको पात पाँच पानको पात गरे नत्र भने कोही भयो तीन नाच्दिन्छ हेर्न नाच्दिन्छ यो तीन हो पानको पात कति हो यो ओ अब लास्ट एक भने नि दुई आयो नि ए विद्यान हजुर लक लास्टै लगले फेभर गरे यार घर जानु पर्छ भरे थिए यो रफ बोल्ने चाहिँ सम्पूर्ण रफ बोल्ने दिवस शर्मा घोराई 15 निवासी भगवती टोलमा बस्ने दिवस शर्मा हुनुहुन्छ हान मासला हान भाइ हान नारुटो हान छैन गोल हान्यो हाम्रो एक गोल हान्नै पर्यो एकले अगाडि छ अझै यताबाट हानुस् हान्नै पर्यो बस्नलाई होइन उता एक हान्नु पनि सक्यो अब सागरले हान्छ नलग अब यो रोक्दियो भने जित्यो हान्ने पनि बच्यो कि इन्डोर पेनाल्टी रोक्छ चढीले रोक्छ लिडी भइरहेको हुन्छ क्या उताबाट गोल हान्नु र यताबाट एक गोल यतै फर्कायो फेरि यताबाट एक गोल फर्कायो भने गेम जितिन्छ क्या रोक्छ क्या पेनाल्टी थपिनु त हो एक दबाई क्या पाँच थपिनु नि हान्छ र यस्तो हान्नेले फेरि बिगारे आउँछ नि हेर है हिरो नारुटो हिरो मागड ल हुन्छ यस्तो यो गेम त बवाल भयो यो त